तिमीलाई कसले पढायो तिमीलाई कसले पढायो मन्त्री कसले बनायो मन्त्री कसले बनायो मन्त्री कसले फुस्काउँछ कसले फुस्काउँछ यो वर्ष त हामी सडकबाट कुनै पनि हालतबाट ब्याक हुने छैनौँ। हामी आलो पालो गरेर यो माइतीघर मण्डलामा चाहिँ हाम्रो अनसन नै हुन्छ। जारी भएको 3 वर्षसम्म एउटा शिक्षा ल्याउन नसक्ने सरकारले अनि हामीलाई 48 र 52% ल्याउने भन्ने नैतिक अधिकार प्रधानमन्त्रीज्यूलाई छैन। किनभने सरकार असफल हो। उहाँले कति नम्बर ल्याउनु भयो? यो विधेयक पारित गर्न हामी सडकमा आउनु पर्ने हो। उहाँ फेल हो, हामी होइन। वैवस्वतमन्वन्तरे अष्टाविंशतितमे सत्ये त्रेताद्वापरान्ते कलियुगे कलियुगस्य प्रथमचरणे भारतवर्षे भरतखण्डे जम्बूद्वीपे आर्यावर्तान्तर्गत हिमवत् दक्षिणदिग्भागे कनकाई पश्चिमे काठमाडौँ जिल्ला अन्तर्गत माइतीघर मण्डलाय स्थिते बानेश्वर सडक खण्डे देखौला 84 सालमा देखौला 84 सालमा देखौला 84 सालमा देखौला